गाइज हामी चाहिँ बस चढ्यौँ बल्ल बल्ल बस भयो पानी पर्दैछ बाहिर यस्तो भएर गाइज गाह्रो भयो बल्ल बल्ल आइपुग्यौँ दुईवटा इन्टरचेन्ज गरेर गाइज हामी चाहिँ अब हिँड्दैछौँ हाम्रो टिम हो हामी चाहिँ एकजना 1 2 3 4 5 दिदी अस्ति के टिचिङको एउटा दिदीको इन्चार्ज मैले क्यास हिजो हेर्नु एकजना इन्चार्जको छोरी के अरे तिमीहरूले अब 35 बुवा यो कपडा तान्दिनु न हजुरहरु जस्तो कपडा सुप जीवन त्यस्तै कति छुट्छ मान्छे बेला गरे परे साइज राम्रो थियो अब आफुलाई गाह्रो पर्दिन भने नथाहा भएर म्यानेज गर्नेलाई पो गाह्रो साडी पकाएर पुग्नु गरे नि न गोर्दै भनेको हाम्रो त गोर्दै गरेन भने अन्डर चाहिँ तिनीहरु यसो उसको नेट टिपे खा त डाटा गाडी चलेको अब त यसो हिँड्ने होला यसरी जुत्ता लाउँदैन यस्तो ए उता हेर खाली मेरो 35 चाहिँ बाँकी छ मलाई थाहा छ म जान्छु कि किसिम यो कस्तो पानी यो 1 आवर